नमस्ते साथीहरु, फेरि पनि स्वागत छ यहाँहरुलाई हाम्रो यस युट्युब च्यानल नेपाल शेयर बजारमा। आईपीओ तथा शेयर सम्बन्धी जानकारीमूलक भिडियोको लागि हाम्रो यस युट्युब च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। आज हामी ओम फार्मास्युटिकल्स लिमिटेड कम्पनीको आईपीओ बाँडफाँड सम्बन्धी छलफल गर्नेछौं। पक्कै पनि तपाईहरु यस फार्मास्युटिकल्स कम्पनीको आईपीओ बाँडफाँडको मिति कुरिराख्नु भएको होला। यस कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको अनुसार यस फार्मास्युटिकल्स कम्पनी लिमिटेडको आईपीओ आगामी साता सोमबार वा मंगलबार भित्रमा बाँडफाँड हुने जानकारी प्रदान गरेको छ र त्यस जानकारी अनुसार यस कम्पनीको आईपीओ आगामी साता भित्रै बाँडफाँड हुने तय भइसकेको छ। साथीहरु, यस कम्पनीले आफ्नो चुक्ता पुँजी 60 करोड बराबर मध्ये 30% अर्थात 18 करोड बराबरको 18 लाख किता साधारण शेयर बिक्री खुला गरेको थियो र पहिलो चरणमा यस कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीहरुको लागि आफ्नो आईपीओ बिक्री तथा बाँडफाँड गरिसकेको थियो भने दोस्रो चरणमा हामी नेपालीहरुको लागि बाँकी रहेको 14,76,000 किता चाहिँ बिक्री खुला गरेको थियो र हजुरहरु पक्कै पनि सोच्दै हुनुहुँदो होला, यदि यस कम्पनीको आईपीओ परिहालेमा दोस्रो बजारमा यस कम्पनीको मूल्य कारोबार कति चाहिँ होला भनेर। र साथीहरु, यस कम्पनीको वित्तीय विवरणहरु हेर्ने हो भने यस कम्पनीको प्रति शेयर नेटवर्थ वास्तविक तर्फ हेर्ने हो भने आर्थिक वर्ष 80-81 अनुसार यस कम्पनीको प्रति शेयर नेटवर्थ 90.17 रहेको छ भने दोस्रो बजारमा यस कम्पनीको आईपीओ को कारोबार आफ्नो नेटवर्थको 3 गुणा अर्थात 90 रुपैयाँ 17 पैसा देखि 270.51 सम्म यस कम्पनीको प्रति शेयर ओपनिङ रेन्ज रहनेछ र यस कम्पनीको प्रति शेयर आम्दानी आर्थिक वर्ष 80-81 अनुसार 3.30 रहेको छ र यस कम्पनीले केयर रेटिङ केयर NP/BB- पाएको छ जसले मध्यम स्तरको जोखिम रहेको जनाउँदछ। र साथीहरु, यस कम्पनीको आईपीओ बाँडफाँड पश्चात प्योर इनर्जी लिमिटेडले पनि आफ्नो आईपीओ स्थानीय बासिन्दाहरुलाई बिक्री वितरण गरिसकेपछि हामी सर्वसाधारणहरुको लागि त्यस प्योर इनर्जी कम्पनी लिमिटेडले पनि आईपीओ छिटै नै हामी सर्वसाधारणहरुलाई बिक्री खुला गर्नेछ र त्यस कम्पनीको थप जानकारीको लागि हाम्रो यस युट्युब च्यानललाई सब्स्क्राइब गरी शेयर समेत गरिदिनु होला।